यो हरियो सागसब्जी खाने, राम्रो हेल्दी खाना खाने, जुन हामीले त्यो अर्ग्यानिक खाना खाइराखेका छौँ, त्यो खाने कुराले हामीलाई कुनै पनि रोग क्यान्सर मात्र होइन अरू पनि रोगहरू लाग्ने सम्भावना एकदम कम हुन्छ। र अर्को कुरा मैले बानी सुधार्ने भनेको अब डेफिनेटली प्रुभ भएको कुराहरू जस्तो रक्सीले, चुरोटले, यस्ता कुराहरूले, खैनीले, यस्तोले त डेफिनेटली क्यान्सर गराउँछ नि त। थाहा भएको कुराहरू त मैले अमल गर्नु भएन भने सोच्नु पर्यो, त्यो गर्नु पर्यो। र मेरो परिवारमा मेरो जिन कस्तो छ थाहा पाउनु पर्यो हैन। मेरो परिवारमा कसैलाई क्यान्सर छ, मेरो नजिकैको रिलेटिभलाई कसैलाई क्यान्सर छ हैन, त्यस्तो छ भने मैले रेगुलर गरेर चेकअप गराउनु पर्यो। एकदम त्यो स्क्रिनिङ सिस्टमहरू छ, त्यो डाक्टरले भन्नु पनि हुन्छ। जस्तो अब कोलोन क्यान्सर भयो, मेरो कुनै फ्यामिलीलाई कोलोन क्यान्सर भयो, कोलोन क्यान्सर भयो भने यङ एजमा भएको छ भने त्यसपछि उसको बच्चाहरूलाई चेकअप गर्नुपर्छ, त्यो डाक्टरले भन्छन् कि। त्यस कारणले गर्दाखेरि एकचोटि कसैलाई ब्रेस्ट क्यान्सर भयो, कसैलाई उसको फ्यामिलीलाई ब्रेस्ट क्यान्सर हुन सक्ने चान्स हुन्छ, ओभरिन क्यान्सर भयो, त्यो चान्सेस हुन्छ। त्यस कारणले त्यो कुराहरूलाई चाहिँ डाक्टरले भनेको हुन्छन्, उनीहरूले भन्छन्, अथवा नभने पनि सोध्नु पनि पर्यो आफूले। कहिले काहीँ डाक्टरले भन्न बिर्सेलान् के होला, त्यो बेलामा गएर चेकअप आफू सचेत हुनु पर्यो। आफ्नो फ्यामिलीमा छ भने झन् एक्स्ट्रा सचेत हुनु पर्यो। आफ्नो खानपान भनेको राम्रो खाने कुरा खानु पर्यो, यो अम्मल कुराहरू खानु भएन। धेरै आफ्नो वेटहरू मेन्टेन गरेर राख्नु पर्यो। त्यस्तो भयो भने क्यान्सरबाट ओभरअल बचिन्छ।